हुँदैन बाटो भित्री बाटो के हो त्यतै बस्ती छ है यो यतातिर जङ्गलहरू फडानी गरेर बस्ती बसाल्छ हाम्रो गाउँतिर चाहिँ खेतीयोग्य जमिनहरू उ गर्छ नि त बस्ती बसाल्छ यहाँ एलाउड छैन त्यस्तो गर्न यहाँ बरु अलिकति खेती नहुने ठाउँको तर यहाँको माटो त एकदम मलिलो छ एकदम खेतीयोग्य जमिन यस जङ्गलहरू यसो फडानी गरेर बस्ती बसाल्छ कि यहाँ गाउँ ठाउँमा खेतीयोग्य जमिनहरू हाम्रो नेपालमा खेतीयोग्य जमिन प्लटिङ गरेर सक्यो पुरै है त्यसपछि के खानी हुन्छ सबै त्यहाँबाट इन्डियाबाट चाइनाबाट मगायो खायो तर यहाँको मान्छेहरू यहीँ नै निर्भर हुन्छ कि यहाँ एकदम मलिलो माटो हुन्छ यहाँको यस्तो बाटोमा आज यसो तपाईँले यहाँको भ्युज देख्न आएको ल हुन्छ ल भाइ साथीहरू लाइक सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला है मेरो ब्लगहरूलाई म तपाईँलाई फेरि अर्को ब्लग लिएर आउनेछु है यस्तो गाउँको बाटो यस्तो साथीहरू हेर्न देख्नु गाउँको बाटो यस्तो हुन्छ कि यहाँ पनि यो भित्री बाटो यहाँ उता त फ्याक्ट्रीहरू छ कि कहाँ जाने बाटो म पनि यस्तो आज चाहिँ यहाँबाट निस्किएको कहाँ जाँदो रहेछ यो बाटो भनेर यस्तो हेरेको भित्री बाटो रहेछ होइन रमाइलो ठाउँ घुम्न निस्किएको म यस्तो दामी गाउँतिरको झलझलको मिठो नि बाटो छ क्या वन जङ्गलतिरको हेर्नु न यस्तो दामी छ है ओहो ठ्याक्क म तपाईँलाई उतापट्टि साइडको भ्युज देखाउँछु ल आज बादल एकदम बादल लागिरहेको छ पानीको पनि बेला बेला पानी पनि घाममा पनि भइरहेको छ होइन यस्तो छ यहाँ तालमेलाको यो मौसम हो आजको दृश्य तपाईँलाई देखाउँदैछु माथि डाँडाको माथि गाउँ जस्तै छ नेपालको गाउँ जस्तै त्यो दामी ठाउँ छ सबै हेर्न सक्नुहुन्छ तपाईँले म यही एरियामा बस्छु योभन्दा अलिकति उतापट्टि बस्छु आज म यसो घुमघामको लागि बाहिर निस्किएको छु त्यही बेला तपाईँहरूलाई यहाँको एरियातिर देखाउँ भनेर यतातिर यो छ भेडा बाख्रा चराको ठाउँ छ हेलिपोर्टर छ जाँदैछु कस्तो छ यहाँको धेरै यही ठाउँमा बसे पनि म घुमेको छैन त्यो एरिया आज चाहिँ यसो खाली हावेला जान्न भनेर आएको तपाईँहरूलाई म यहाँको दृश्य देखेको चाहिँ म बस्नु पाल्मेलाको एरिया हो क्या यतातिर मस्त डाँडा छ मस्त डाँडाहरू छ बाटो घरहरू राम्रो राम्रो घरहरू छ लटरम्म सुन्तलाहरू पनि फलेको छ क्या यस्तो गार्डन छ घरमा यस्तो फुल सुन्तलाहरू लटरम्म फलेको छ तर खाँदैन यहाँको मान्छेहरू खाँदैन बेच्दैन पनि सोको लागि भन्छ कि यहाँ हाम्रै पालमेलाको एरिया हो यो म बस्ने एरिया अब काम छैन होटल रिनोभेसन गर्दैछ अन्त काम नपाउँदैसम्म खाने डुल्ने त खेलाउने भयो होइन तपाईँहरूसँग कति काम छ भने खबर गर्नु होला यता घरहरू यता सानो सानो चट्टका राम्रो घरहरू हुन्छ सब एकनासे घरहरू न बाग गार्डन हो त्यो त झन् लटरम्मै कागतीहरू गार्डन रहेछ यति राम्रो गार्डन छ टिप्दै पुरै झरेको हुन्छ खाँदैन पनि हामी नेपालीहरू नुन खुर्सानीसँग साँधेर भयो खाइभ्यौँ थियो तर यहाँको मान्छेहरू टिप्दैन खाँदैन फ्यान डाँडा हो मस्तै डाँडा छ है नेपाल जस्तो जस्तो छ कि यहाँकोहरू हावापानीहरू डाँडा काँडाहरू हेर्नु पनि घडेर बनाउनु लाग्छ घर बनाउनु लाग्छ कि बाटो खन्ने त्यही माथि माथि टपमा हेर्नु कस्तो राम्रो घर छ राम्रो भ्यू छ यता घरहरू एकनाथ छ कि दामी छ मजाले घाम छ कि नमस्ते सम्पूर्ण साथीहरूलाई फेरि म यो पाल्नु चाहिँ यहाँ भेडा चराउने ठाउँ हो कि यहाँ एकदम ठुलो यो पुरै एरिया छ नि यहाँ भेडा चराउँछ कि भेडा चराउने ठाउँ हो तल भेडाको उ छ कि कोट छ भेडी कोट छ तलपट्टि तपाईँ देख्नु चाहिँ यतापट्टि देखाउने होइन तलपट्टि भेडी कोट छ चट्टो दामी ठाउँ छ राम्रो अहिले चाहिँ पानी परिरहेको छ कि अहिले भर्खर पानी परेर बिसाएर घाम लाग्यो त्यही भएर नत्र भने यहाँ पाउँछ कि बाटो भेडा बाख्रा भेडा चराउने ठाउँ म जहाँदेखि मान्छे देखेँ भए म त्यहीँ जान्थेँ यसो कुरो न यहाँको पनि त्यसो क्याटुसभित्र पनि टप लाएर तरकारी पसल रहेछ त्यहाँको त गाडीलाई ठ्याक्क लामो गाडीहरूलाई काटेर तरकारी पसल ठ्याक्क बनाएको क्या यता घरहरू त्यस्तै हुन्छ तर धेरै यता छैन तरकारी पाउँदैछ त्यहाँ जान्छ हेर्छ है त तिर कस्तो मजाले माथितिर पानी कलेक्सन के माथि डाँडातिर रसाका पानीहरूलाई कलेक्सन गरेर यस्तो मजाले पानी कलेक्सन हो यो यस्तो यहाँ यसरी लग्यो यस्तो दामी छ अरे यहाँबाट पास गरेर यसरी यहाँ सानो कुरा बनायो यसरी पास गऱ्यो यो पानी यहाँ जान्छ है यहाँ यता जम्मा गर्ने त्यहाँबाट उता सप्लाई गर्ने पानी कलेक्सन कि कस्तो राम्रो ठाउँ बनायो कस्तो मान्छेहरू है के बुद्धि लगाउँछ हेर्नु न यस्तो पानी जम्मा खानु हुने पानी हो कि यस्तो रसायनिक पानी हो तर यिनीहरू फिल्टरिङ गरेर खेतीमा युज गर्नुहुन्छ नि त